हेलो गाइज, वेलकम टु माई न्यू भिडियो। आज म फेरि तपाईँहरूलाई एउटा भिडियो देखाउन गइरहेको छु। अब धेरै ग्याप भइरहेछ भिडियो, अब त्यति टाइम हुँदैन हाल्नलाई। आज चाहिँ लोकल चिनियास यहाँ चाहिँ फर्स्टचोटि मरिससमा ट्राई गरेर, अब थाहा छैन के कस्तो हुन्छ भिडियो, यसो हेर्दै गर्नु होला। हाँस चाहिँ यहाँ छ। अब हामीहरूलाई चाहिँ होइन रोइला हान्नुपर्ने, द्याट्स वाइ चिनियास छ यस मरिससमा आएर फर्स्टचोटि चिनियास टेस्ट गरेर नगइरहेछौँ। नेपालमा हुँदाखेरि अलिअलि गरिरहेको थियो, तर आज चाहिँ यहाँ चिनियास चाहिँ रेडी गरिसकिरहेछ। अब राम्रो बनाउनु मान्छेले भन्दा कुकुरले मन पराइरहेको प्रोसेस बन्दैछ अब होइन। यहाँ चाहिँ पानी तताइरहेको थिएँ। अब ग्यासमा हो, बाहिर अब हावा धेरै चलिरहेको थियो र यहाँ चाहिँ माछा पनि रेडी हुँदैछ। ल है त के कस्तो हुँदैछ हेर्दै गर्नु होला। यस्तै छ रुम चाहिँ, हालत बेहालत छ रुमको। अब हाँस पनि राम्ररी बनाउन आइरहेको छैन। जस आई क्यान डु इट भन्दै म चाहिँ ट्राई गरिरहेको छु क्या। म गर्न सक्छु होइन, कहिले बनाएको थिएन नि त, फर्स्टचोटि हो। ल फाइनली मासु पनि रेडी भइसक्यो। अब देख्न सक्नुहुन्छ होला। मैले होइन धेरै लामो भिडियो चाहिँ बनाउन सकेन, जस्तो है छोटो सर्ट बनाएर होइन। माछा पाकिरहेछ यता यता, मासु पाक्न आँटिरहेछ यता। ल यस्तै भइरहेछ होइन। यहाँ चाहिँ टमाटर, धनियाँ होइन, सब मरमसला रेडी भइरहेछ। उता पाकिरहेछ। भाइको हात चाहिँ अरिङाले टोकेर पुरा सुन्निरहेछ क्या, पुरा हात फुलिरहेछ भाइको चाहिँ। र भाइ पनि एकदम सपोर्ट गरिरहेछ मलाई त्यस। अब यहाँ चाहिँ बबाल कुकिङ भइरहेछ, भाइले एकदम हानिरहेछ कुकिङ चाहिँ। अब मासु पाक्न आँटिसक्यो अब होइन। अब यहाँ हाल्न बाँकी छ, पाक्न आँटिसक्यो है हाम्रो चाहिँ। ल यहाँ छ हाँसको मासु चाहिँ। ल गाइस यस्तै छ है हाँसको मासु चाहिँ। के छ हेर्दै गरौँ।